हेलो साथीहरू, आज चाहिँ म चिकनको अचार बनाउन गइरहेकी छु। मैले चाहिँ आज फर्स्ट टाइम बनाउन लाग्यो है चिकन अचार। अझसम्म कहिले बनाएकै छैन। तर पनि आज बनाउँछु कस्तो हुन्छ। अनि त्यस्तो एकदम मिठो भयो भने चाहिँ म हजुरहरूलाई त्यही अनुसार भन्छु, यस्तो गरेर यस्तरी मसला गराउनु भनेर भन्छु। त्यही पनि म हजुरलाई मसलाहरू पनि देखाउँछु मैले के रेडी गराइछु भनेर। अनि त्यसपछि मैले आज पकाएको भिडियो पनि राख्छु। अनि मिठो हुन्छ कि नै तपाईँहरूलाई भन्छु है त साथीहरू। मैले चाहिँ आगो सल्काइसकेँ, आगो जलाइसकेँ, दाउरा साउरा हालेर अब चाहिँ यो चाहिँ अदुवा र लसुनको पेस्ट भयो। यो चाहिँ खुर्सानी पिसेको मिक्सरमा पिसेर रातो रातो भएको। अनि यो चाहिँ अदुवा र लसुनलाई चाहिँ काटेर अनि भुटेको है यो चाहिँ। अनि यो हल्का तेलमा फ्राई गरेको खुर्सानीलाई अनि पिसेको मिक्सरमा पिसेको भयो। देन यो चाहिँ तोरी र तिलको भुटेको तोरी र तिलको धुलो भयो यो। अनि यो चाहिँ भुटेको जिरा र धनियाँको धुलो हो। यो त अब चिकन भइहाल्यो है त साथीहरू। अब म चाहिँ चिकनलाई फ्राई गर्नतिर लाग्छु। सकेसम्म तेल चाहिँ तोरीको तेल युज गर्नु होला। म चाहिँ अब तोरीको तेल पाइनँ कतै पनि, त्यही भएर सनफ्लावर तेल युज गर्दैछु। यहाँ चाहिँ हामी बाहिर चुलो गराएको है। पुरै हावा लाग्छ क्या। हावा लागेर आगो नै राम्रोसँग जल्दैन बा। कति झ्याउ लाग्यो र आगो नजलेसी त। दाउरा यस्तो हो कि चुलो यस्तो हो कि हावाले यस्तो बनाएको हो कि म त बुझ्नै सकिनँ बा। ल है अलि यसो पारा ल्याउला जस्तो छ आगोले। अब म चाहिँ फ्राई प्यान बसाल्छु टक्क लाएर। ल फ्राई प्यान बसालेँ म चाहिँ। यो तातेपछि म तेल हाल्छु है त। म चाहिँ अब तेल हाल्छु। यसो फ्राई गरेर मिली जति तेल हाल्नु पर्यो। ल पुरै हावाले आगो यस्तो बनाएको कि कुरा नगरौँ। मेरो चाहिँ यहाँ नानी दाइ भाउजूको छोरी छिन्। तिनी ब्याकग्राउन्डमा बोलिरहेको छिन् म पकाउँछु अरे। अब यत्रो बच्चाले के पकाउने होला भनेर अब म चाहिँ मासु राख्छु यसमा फ्राई गर्नको लागि। यो चाहिँ यतिको भइसक्यो। यो चाहिँ अब यतिको फ्राई भइसकेपछि हुन्छ यस्तो मजाको रातो भयो है। हेर्नु त यस्तो राम्रो भएछ। अब म यसलाई चाहिँ निकाल्छु। अब चाहिँ म अर्को खेप हाल्छु। म चाहिँ धुवामा बसेर हेर्नु कस्तो आँखा पुरै आँखाभरि खच्राएर यस्तो ह। मेरो ब्याकग्राउन्डलाई चाहिँ पुरा इग्नोर गर्नु होला। लुगासुगा बाहिर सबै बाहिर बनाएको नि त चुलो, त्यही भएर धुवा भएर कस्तो भयो अन्त पकाउँदैछु। कति टाइम लाग्छ थाहा छैन। अहिले चाहिँ आगो मजाले जलेछ। जाडो महिना छ। जाडो महिनामा चाहिँ आगोमा बसेर पकाउन साह्रै मजा आउने। तातो भयो आनन्द भएछ। तर बेला बेला धुवा भएछ अनि आगो जलेन भने साह्रै झ्याउने। अब अरू हालेको पनि यो पनि रेडी भइसक्यो। यो पनि मजाले पाकिसक्यो, रातो भइसक्यो है। यसलाई पनि म निकालिदिन्छु। फेरि डर छ अब त योभन्दा बढी पकाउने भने चाहिँ यो डर छ।
त्यही भएर अब म चाहिँ यो सबै निकालिदिन्छु। अहिले चाहिँ यस्तो मजाले आगो जल्यो कि यति छिटो फ्राई भयो। ल यो पनि अब रेडी भइसक्यो। यो पनि ठिक्क भयो, मजाले पाकिसक्यो। अब यसलाई पनि म निकालिदिन्छु। त्यसपछि अचारको प्रोसेस हुन्छ। अहिले त केही काम होइन, यो यत्तिकै फ्राई मात्रै गरेँ नि त। अब बल्ल हुन्छ मेन काम, तर कस्तो हुने थाहा छैन है। मैले पनि फर्स्ट टाइम बनाउँदा हो। सकेसम्म अब आफ्नो बेस्ट दिन्छु। अब के हुन्छ, कस्तो राम्रोसँग फ्राई भइरहेछ चिकन चाहिँ। अब यति भयो, फ्राई गरेको यति भयो। अब यसको चाहिँ म अचार बनाउन सुरु गर्छु। म चाहिँ अघिकै तेलमा हल्का तेल थपिदिन्छु है त। हल्का तेल थपिदिएँ अघिकै तेलमा। धेरै ओइली पनि अब ठिकै हुन्छ। हुन त यति धेरै होइन नि त, चिकन धेरै होइन, त्यही भएर यो तेल चाहिँ ठिक्क हुन्छ के। अब चाहिँ यिनीहरूको पालो आयो, मसलाहरूको पालो आयो। अब चाहिँ म अब यसमा थोरै बेसार राखिदिन्छु। बेसार राखिदिएँ। अब यसमा अदुवा र लसुनको पेस्ट, म चाहिँ अब तिल र तोरीको पेस्ट राखिदिन्छु। अब म जिरा र धनियाँको पेस्ट राखिदिन्छु। लगभग 2 चम्चा यसमा पनि, यो पनि। देन खुर्सानीको धुलो। पिरो मनपर्नेले चाहिँ अलि धेरै राख्नु होला। हामीलाई नि पिरै मनपर्छ, त्यसो धेरै नै राखेँ म चाहिँ। अब म यसमा नुन राखिदिन्छु। आवश्यक अनुसारको नुन हाल्नु होला। र म यसमा चाहिँ अब लास्टमा चिकन राख्छु। मलाई चाहिँ यो अचार बनाउने भाँडो अलिक कम सानो जस्तो लाग्यो कि। अहिले चाहिँ अलिक सानो भएछ। तेल पनि अलिक कम भयो कि जस्तो लाग्यो। तेल के गर्छु भने म चाहिँ लास्टमा तताएर राखिदिन्छु यसमा। अनि तताएर अनि तेल चाहिँ तताएर सेलाएर अनि त्यसपछि अचार माथिबाट राखिदिन्छु म। अब चाहिँ मैले अघि नै भुटेर अनि राखेको लसुन र अदुवा छ है, यो अघि नै भुटिसकेको भएर म चाहिँ यसलाई लास्टमा राखिदिएँ है। लास्टमा राखिदिएँ। देख्दाखेरि चाहिँ मिठो होला जस्तो छ। अब खाँदा चाहिँ कस्तो हुन्छ
म टेस्ट गरेर तपाईहरुलाई भन्छु है त। यसलाई म राम्रोसँग मिक्स गर्छु। हेर्दाखेरि चाहिँ एकदम मिठो भयो जस्तो देखिरहेछ। तेल चाहिँ अलि कम भयो जस्तो लाग्यो। म चाहिँ तेल त्यही तताएर माथिबाट राखिदिन्छु अचारको माथिबाट अब। तर हेर्दा चाहिँ एकदम मिठो जस्तो छ। अब चाख्छु म। ल हेर्नु त कस्तो दामी देखियो। हेर्नुस् त अचार कस्तो मिठो देखिएको छ। अब चाहिँ म यसलाई के गर्छु, तेल चाहिँ अलिक कम भयो जस्तो लाग्यो मलाई। यसलाई एउटा बट्टामा राख्छु अनि तेल तताएर त्यसलाई सेलाउन दिएर त्यो अचारमाथि चाहिँ राखिदिन्छु अनि 3-4 दिन यत्तिकै राखिदिन्छु, घाममा राखिदिन्छु अनि कस्तो हुन्छ हेरौँ। मैले पनि फर्स्ट टाइम बनाएको है, अहिलेसम्म केही एक्सपिरियन्स छैन यो चिकनको अचार गराएको। म चाहिँ हजुरलाई खाएर टेस्ट गरेर म कस्तो रहेछ तपाईलाई भन्छु है त। म चाहिँ एउटा चाखेर विचार गर्छु है कस्तो रहेछ। बनाउन नपाउँदै चाख्न पर्यो अब। दामी अचार चाहिँ मिठो बनेछ। अब तेल चाहिँ त्यसरी नै राखिदिन्छु। तपाईहरुले नि यसरी नै गराउनु होला है त। म अब यसमा कागती पनि राख्छु। अलिअलि अमिलो पनि गराउनु पर्यो। कागती पनि राख्छु। कागती राखेपछि धेरै टाइम रहन पनि रहन्छ, दुइदैन है त।